सबैजनामा नमस्ते। तपाईहरुको मनमा आएको सवालको जवाफ दिँदैछु। हुन त 6 लाख फलोवर्समा सबैको मनमा आएको होइन। 6 लाख लगभग 6 लाख हुनुहुन्छ। त्यतिमा तपाईको एकजनाले कमेन्ट गर्नुभएको रहेछ अनि त्यो कमेन्टमा चाहिँ 10 जनाले लाइक गर्नुभएको रहेछ। लाइक गर्नुको अर्थ त्यस विषयमा जिज्ञासा लिनु हो। अनि त्यसै कारणले मैले जवाफ दिनै पर्छ, चाहे एकजना होस् चाहे दुईजना होस्। फलोवर्स त फलोवर्स नै हो नि त हैन। मैले उनीहरूलाई जवाफ दिनै पर्छ भनेर चाहिँ मैले तपाईहरुको मनको क्वेशनको एन्सर लिएर आएकी छु। फर्स्ट अफ अल म भन्न चाहन्छु, तपाईले भन्नुभएको रहेछ रितिका बहिनी तपाईले घर बनाउनु भन्दा पहिला आफ्नो उपचार गर्नु नि, त्यत्रो घर बनाउने खर्च थिएछ त भन्नुभएको रहेछ। धेरैको मनमा यो सवाल आउनु एकदमै जायज हो नि त हैन। अनि यसको एन्सर चाहिँ म तपाईहरुलाई दिदैछु। मैले यो घर बनाउन स्टार्ट गरेको जब 2023 मा मेरो खुट्टा भाँचियो। खुट्टा भाँचेर म सिलिगुडी नर्थ बेंगल मेडिकल कलेज हस्पिटलमा गएँ। यो खुट्टा भाँचेको थियो है। अनि त्यतिखेर त्यहाँनेरि जाँदाखेरि चाहिँ डाक्टरले चाहिँ मेरो चाहिँ ब्यान्डेज नगरी पठाइदिनु भयो। किन भन्दाखेरि चाहिँ ब्यान्डेज गर्दाखेरि पनि हड्डी एकदम क्रिटिकल, त्यो हार्ड ब्यान्डेज गर्दा पटाकपिटिक हड्डी सबै फुट्ने भयो। त्यसै कारणले उहाँबाट केही नगरी पठाइदिनु भयो। अनि त्यति नै बेला डाक्टरले भन्नुभयो तिम्रो यो बिमारको इलाजै छैन। त्यतिखेर कोरोना चल्दै थियो, 2019 को कुरा हो। मैले डाक्टरलाई रिक्वेस्ट पनि गरेँ, सर मलाई कोरोना भाइरसको सुई हानेर, अब मतलब डेट हुने सुई केही छ भनेदेखि हानेर मलाई यहीँ बिताइदिनुहोस् न। म यहाँ बस्न चाहन्न, म यो संसारमा बाँच्न चाहन्न। मलाई उम्मेद थियो कि भोलिको दिनमा म पैसा कमाएर मेरो उपचार गर्छु भन्ने ठुलो आशाले म अघि बढेको थिएँ। तर म असफल भए, मेरो उपचारै छैन भने म के गर्नु भनेर डाक्टरलाई रिक्वेस्ट पनि गरेको थिएँ। डाक्टरले भन्नुभयो तिमी यतिका वर्ष त बाँचेर आयौ, अबको दिनहरू पनि अझ तिमी त ज्ञानी भयो, अज्ञानतामा त तिमी बाँच्यौ भने यो ज्ञानी भयो, अब त तिमी एकदम हिम्मतिलो भएर बाँच्नुपर्छ भनेर डाक्टरले पठाइदिनु भयो। ब्यान्डेज नगरिकन फेरि आएर आयुर्वेदिकै उपचार गरे। लगभग मेरो 50 पल्ट भन्दा माथि हातखुट्टा त भाँच्यो, तर आयुर्वेदिक उपचार गरेको। डाक्टरले प्लास्टर गर्नु पनि मान्नु हुँदैन थियो, किनकि मलाई चाहिँ यसरी पक्रिँदा नि जोटले पक्रियो भने त्यहीँ भाँचिन्छ, यसरी पनि जोटले पक्रिनु हुँदैन। यसरी भाँचेको ठाउँबाट उठाउँदाखेरि यो हड्डी पनि भाँचेको भनेपछि यति धेरै क्रिटिकल। मलाई कतै जाँदा बोक्नु पर्यो भने यो व्हील चेयरमा एक-एकपट्टि चक्का उठाएर 2 जनाले बोक्नुहुन्छ, हेर्नुहोस् है। अनि मेरो उपचारै छैन भनेपछि म घरमा आएँ। अनि घरमा आएर चाहिँ यति धेरै डिमोटिभेट भयो कि म के